समापन कार्यक्रमका अध्यक्ष वडा अध्यक्षज्यू, विशेष अतिथि कार्यक्रम उपाध्यक्षज्यू, त्यसै गरी कृषि विकास शाखा प्रमुख, प्रशिक्षक दुर्गा सञ्जय र सम्पूर्ण तालिममा सहभागी दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले तालिम सम्पन्न गरेका छौँ। अब यो तालिमको विषयमा हामीले धेरै तालिमहरू दियौँ। अहिले मान्छेले के भन्छन् भन्दाखेरि यो तालिम चाहिँ वास्तवमा धेरै भयो भन्छन्। यो तालिमको विषयमा म अलिकति कुरा गर्न चाहन्छु। जसले तालिम लिनु भएको छ यहाँले तालिमको महत्त्व त बुझ्नुभयो नि, होइन? अब यो नयाँ उद्यमी सिर्जनातर्फको अथवा उद्यमशीलताको ट्रेनिङको विषयमा तपाईँले के कति बुझ्नुभयो, होइन? उद्यमी बन्नका लागि न्यूनतम रूपमा चाहिँ हामीले के कुरा चाहिँ जान्नुपर्ने रहेछ भन्ने कुरा त पक्कै सिक्नुभयो नि। अनि त्यस पछाडिबाट तपाईँले विषयगत रूपमा कुन विषयको ट्रेनिङ लिनुभयो, त्यो विषयगत ट्रेनिङमा तपाईँले धेरै कुरा गर्नुभयो। रामजित चौमीले भन्नुभयो, अब त्यो भित्रका त प्रत्येक कुराको चाहिँ हामीले त्यसलाई प्रोपरली पुरा गर्नको निमित्त चाहिँ अब पस्नै पर्ने हुन्छ भित्र। अनि अब त्यो कुराहरू थाहा नपाउँदै गर्दाखेरि चाहिँ हामीले अहिलेसम्म परम्परागत रूपमा हामीले जे गर्दै आएका थियौँ त्यो गर्दै आएको चिज र वास्तवमा व्यवस्थित तरिकाले कसरी गर्नुपर्ने रहेछ भन्ने कुराको बारेमा त पक्कै भिन्नता रहेछ भन्ने त थाहा पाउनुभयो नि ट्रेनिङमा सहभागी। के यो गरिरहेर केही कुरा सिक्यो कि त्योभन्दा अगाडि नै सबै कुरा जानिएको थियो कि त्यसमा त केही न केही त फरक त होला नि त, होइन? हो, यदि त्यसो हो भनेदेखि चाहिँ अब हाम्रो ट्रेनिङको आवश्यकता रहेछ। अब अहिले गाउँको मान्छेले यदि 15-16 जना मान्छेले तपाईँले ट्रेनिङ लिनुभयो, पैसा सक्यो गाउँपालिकाले भन्छ। तर सबभन्दा पहिलो कुरा चाहिँ के हो त भन्दाखेरि हामीले उद्यमी किन बन्नुपर्ने, उद्यमी बन्दा हामीलाई के फाइदा छ, हाम्रो जीवन स्तर चाहिँ माथि उठाउनको निमित्त चाहिँ हामीले हाम्रो क्षेत्रमा के कुराहरूको सम्भावना छ त्यो भित्रको पेरिफेरीमा रहेर हामीले उद्योगहरू कसरी सञ्चालन गर्ने, सुरु कसरी गर्ने, प्रत्येक कुराहरूमा कति ठाउँमा चाहिँ के अरे सजग हुनुपर्ने, सचेत हुनुपर्ने, यी सबै कुरा त तपाईँको चाहिँ अब यो ट्रेनिङ नआइकन त हामीलाई थाहा हुँदैन, है? अब किबी रोप्न त रोपेकै छ, ठाँगो लागेकै छ, किबी बढेको छ, तर किबीको छाँटकाट ट्रेनिङ लिने पनि कतिजना मान्छे यहाँ हुनुहुन्छ, होइन? अब किबीको छाँटकाट चाहिँ व्यवस्थित भएन भने हामीले गरिराखेको कुरा त एकदम अव्यवस्थित रहेछ। त्यसबाट हामीले त उन्नत हिसाबले अथवा अपेक्षित हिसाबले चाहिँ उत्पादन गर्न नसकिने रहेछ, गुणस्तरको चाहिँ उत्पादन हुन नसक्ने रहेछ। यी यावत कुराहरू त जब ट्रेनिङ चल्यो, ट्रेनिङ चलेपछि मात्रै थाहा भयो नि त, होइन? त्यो भएको कारणले गर्दाखेरि ट्रेनिङको महत्त्व छैन भन्ने भाष्य जुन हाम्रो गाउँघरमा छ त्यो कुरा हामीले नजानेको, नबुझेको, त्यसो भएको कारणले गर्दाखेरि ट्रेनिङको महत्त्व छ। तर ट्रेनिङको महत्त्व चाहिँ यो अर्थमा मात्रै हुन्छ कि त्यो ट्रेनिङ हामीले लिइसके पछाडि चाहिँ हामीमा के हुनु पर्यो भन्दाखेरि चाहिँ सिप ज्ञानको के भएको हुनु पर्यो, वृद्धि भएको हुनु पर्यो, है? परम्परागत हिसाबमा हामीले के गरेका थियौँ, हाम्रो सोच के थियो, हाम्रो धारणा के थियो, हामीले के बुझेका थियौँ, तर त्यो कुरा भन्दा चाहिँ वास्तवमा त यसो रहेछ त, टेक्निकल कुरा त यस्तो रहेछ त्यो भित्र त भन्ने कुरा तपाईँ हामीले बुझ्यौँ र त्यो बुझेको कुरा चाहिँ हामीले व्यवहारमा एप्लाई गऱ्यौँ भने मात्रै अब ट्रेनिङको चाहिँ के हुन्छ, अर्थ रहन्छ। त्यसैले यहाँले एउटा राम्रो बाटो के देखेको छ भने सुरुका दिन पनि यहाँको उपस्थिति राम्रो थियो। आज अन्तिम दिनमा त अब त्यसै पनि तपाईँको के अरे सामग्री पनि पाइने भएको कारणले, प्रविधि पनि पाइने भएको कारणले तपाईँहरूको उपस्थिति त रहने नै भइहाल्यो। तर बिचमा पनि तपाईँले त्यतिकै रूपमा चाहिँ फिल्डमा खटिकन प्र्याक्टिकल्ली पनि तपाईँले क्लासमा तपाईँहरू सबैजना सहभागी हुनुभएको छ, सिक्नु भएको छ, ज्ञान लिनु भएको छ भनेदेखि त अब तपाईँले कसरी गर्ने भन्ने कुराको जिम्मा चाहिँ कसको हो, तपाईँहरूकै हो, है? हामीले जहिले पनि मैले पटक यो ट्रेनिङहरूमा जाँदाखेरि के भनेको छु भने अघि अब गुनासो त आयो, हामीले आधारभूत कुराहरू पनि पाएनौँ भन्ने कुराहरू पनि भयो, होइन? ठिकै हो। तर कुरा के हो भने हामीले चाहिँ अनुदानकै आशामा, अनुदानकै भरमा व्यवसाय चाहिँ कहिले सञ्चालन हुन सक्दैन। हामी व्यवसाय उद्यमी कहिले पनि गर्न सक्दैनौँ। त्यसमा जति हाम्रो लगानी र मेहनत जति हामीले गर्छौँ त्यति चाहिँ अब तपाईँको त्यो भित्रको चाहिँ प्रगति अब मात्रै हुने हो।
हामीलाई सिप पनि दियो, साधन पनि दियो, सामग्री पनि दियो, तर त्यतिले मात्रै पनि के गर्दैन, पुग्दैन। तपाईको सबैभन्दा ठुलो कुरा यो ट्रेनिङमा आइसकेपछि तपाईको मनमा के बन्नु पर्यो भन्दाखेरि धारणा बन्नु पर्यो। तपाईको मनमा म उद्यमी व्यवसायी बन्छु हैन, हाम्रो यो गाउँपालिकाको जुन नारा छ त्यो नारा चाहिँ पूरा गर्नको निमित्त त तपाईँ हामी प्रत्येक मान्छेले चाहिँ के गर्नु पर्यो भन्दाखेरि बुझ्नु पर्यो। अब जस्तै दुःखको कुरा, अब हामी यहाँ बिहिबार अस्ति कार्यक्रममा आउँदाखेरि यहाँ रातिसम्म ढलाइ हुँदै थियो हैन। अब तपाईको 3 दिन 4 दिन नभइकन चाहिँ के अरे गाडीहरू कुदाइयो। अब यस्तो किसिमको मानसिकताबाट चाहिँ के हुन्छ त भन्दाखेरि हामीले प्राप्त गरेको बजेट, हामीले प्राप्त गरेको रकमको पनि के हुन्छ, दुरुपयोग हुन्छ। अब भरेबेली फेरि त्यो बिग्रिसकेपछि फेरि कसलाई दोष लाउने हो भन्दाखेरि यो भएन, कुनै के भएन भनेर चाहिँ फेरि तपाईँ हामीले नै भन्दै हिँड्नु भनेको आफ्नो कर्तव्य चाहिँ पुरा गर्यौँ कि गरेन त हैन, हाम्रो दायित्व चाहिँ पुरा भयो कि भएन त। हामी यही कुरा चाहिँ तपाईको प्रत्येक कार्यक्रममा गएर हैन यो सचेतनाका निमित्त हामी उपस्थित भएको है। हामी 4 वर्ष 5 वर्ष लाग्यो बोलेको, तर पनि अझै पनि हामीले जे सोचेको थियौँ, हामी जतिकोले बोलेर उत्प्रेरणा जगाएर हैन उत्साह जगाएर चाहिँ माइजोङमाई गाउँपालिकामा चाहिँ एउटा साँच्चै एउटा चाहिँ अब्बल किसिमको नागरिकहरू, जिम्मेवार नागरिकहरू हैन चाहिँ निर्माण गर्न सकिन्छ, त्यस्तो चाहिँ हाम्रो सोच थियो। तर जति हामीले सोच्यौँ त्यो अनुसारको पाइएन। हामी आफै जान्ने छौँ, धेरै जान्ने छौँ, तर भरै जान्दा पनि हामीले के गर्दैनौँ, जान्दैनौँ। मुखले जे भन्छौँ हामी त्यो गर्दैनौँ हैन। हो यो कुराले चाहिँ हामी फेरि पनि के हुन्छ, जति ट्रेनिङ लिए पनि, स्रोत साधन तपाईँलाई खन्याए पनि, बजेट दिएर चाहिँ हाल्दाखेरि पनि केही पनि हुनेवाला छैन। त्यसैले यो कार्यक्रमको मार्फतबाट हामीले त्यो किसिमको चाहिँ सन्देश चाहिँ, त्यो किसिमको सचेतना चाहिँ हामीले गाउँपालिकाका हाम्रा नागरिकलाई पनि हामीले के गर्नु पर्यो, दिन सक्नु पर्यो। त्यो किसिमको सचेतना भित्र रहेर चाहिँ तपाईँ हामीले हाम्रो आचरण व्यवहार पनि के गर्नु पर्यो भन्दाखेरि चाहिँ सच्याउनु पर्यो, सुधार गर्नु पर्यो है। अनि मात्रै के हुन्छ त भन्दाखेरि हाम्रो समृद्धि हुन्छ, हाम्रो प्रगति र उन्नति हुन्छ। नत्र भनेदेखि एउटा पाटोमा तपाईँले राम्रो गर्न खोज्दै हुन्छ भने अर्को पाटोमा तपाईँ हाम्रै लापरवाहीको कारणले के हुन सक्यो भन्दाखेरि चाहिँ हुने भयो भन्दा हामीलाई नै नोक्सानी पुग्ने हो। भोलि गएर हामीले उत्पादन गर्छौँ, बनाएको बाटोको सुरक्षा छैन, बनाउँदाखेरि चाहिँ हामीले अपनाउनु पर्ने जे जति हाम्रो चाहिँ त्यो एउटा नियम हुन्छ नि त, कमसेकम ढलाइ गरिसकेपछि त्यो कति दिनसम्म राख्नुपर्छ प्राविधिकले भनेको छैन र, भनेको छ नि त। तर अब त्योतर्फ हामीले ध्यान दिएनौँ भने भोलि गएर चाहिँ हाम्रो ट्रान्सपोर्टेसनमा समस्या आयो, बाटोमा समस्या आयो हैन। बाटोघाटो बिग्रियो भनेदेखि हामीले गरेको व्यवसाय, उत्पादन गरेको चिजवस्तुहरू चाहिँ ओसार पसार गर्ने कुरालाई त्यसले असर गर्छ कि गर्दैन, गर्छ नि त। एउटा कुरा, कुनै पनि कुरा चाहिँ तपाईँले उल्लङ्घन गर्ने तपाईँको बानी बस्यो भने, ध्यान दिएर सुन्नुहोस् है, एउटा कुनै पनि कुरा तपाईँले उल्लङ्घन गर्ने बानी तपाईँको बस्यो भने तपाईँ कहिले पनि एउटा चाहिँ अनुशासनमा बस्न सक्नुहुन्न। त्यसैले अनुशासन भनेको आफैमा के हो त भन्दाखेरि एउटा कुरा मान्ने, अर्को कुरा नमान्ने, त्यसलाई कहिले पनि अनुशासितको परिभाषाभित्र हामीले राख्न सकिँदैन। त्यसैले हामीले त सबै पक्षमा के हुन सक्नु पर्यो भन्दाखेरि चाहिँ अनुशासित हुन सक्नु पर्यो र हाम्रो व्यवहारले अरूलाई पनि के गर्नु पर्यो त भन्दाखेरि चाहिँ सकारात्मक सन्देश दिन सक्नु पर्यो। अरूलाई रूपान्तरण गर्नका निमित्त पनि तपाईँ हाम्रो व्यवहारले के गर्नु पर्यो त भन्दाखेरि चाहिँ हामीलाई चाहिँ अरूले के गरोस् भन्दाखेरि अनुकरण गरोस्, अरूले हामीलाई फलो गरोस्, अरूले हामीलाई पछ्याओस्, त्यो किसिमको काम चाहिँ अब हामीले प्रत्येक नागरिकको जिम्मेवारी हो। त्यो जिम्मेवारी चाहिँ तपाईँ हामी जस्तै युवाहरूले गर्ने हो र त्यसका निमित्त पनि म तपाईँलाई के अरे अनुरोध गर्न चाहन्छु। र बाँकी कुरा धेरै कुराहरू आएका छन्, जहाँसम्म प्रविधिको अहिलेको वस्तु हामीले चाहिँ वितरण गरेको कुरामा अघि त्यो सबै बजेटको अभावको कारणले भनेर भनि नै सक्नु भएको छ। र अब 3 नम्बर वडामा कार्यक्रम सञ्चालन भइसकेपछि त्यताबाट केही अलिकति रकम बच्न सक्ने भयो भने तपाईँहरूका चाहिँ अब कसो गर्न सकिन्छ, के कति हुन्छ भन्ने कुराको बारेमा अझै पनि थोरै आशावादी कुरा छ, त्यो कुराहरू भयो। अरू बाँकी कुरा भनेको चाहिँ फेरि पनि म के भन्छु भने हाम्रो धारणा नबदलिन्जेलसम्म, हामी मनभित्र हामी प्रतिबद्धता हामीभित्र नआउन्जेलसम्म चाहिँ हामीलाई अर्काले ठेलेको घरमा पुगिँदैन कि हैन। अर्काले ठेलेको घरमा सगरमाथा कहिले पनि चढिँदैन। त्यसले गर्दाखेरि त्यो भित्री सामर्थ्य चाहिँ तपाईँ हामीले नै विकास गर्नुको लागि सबैभन्दा पहिला धारणा कहाँ बन्नु पर्यो त भन्दाखेरि हाम्रो मस्तिष्कमा धारणा बन्नु पर्यो हैन। मस्तिष्कमा रूपान्तरण नआइकन तपाईँको के अरे व्यवहारमा कहिले रूपान्तरण आउँदैन। सबै कुरा यो गर्ने कि नगर्ने भन्ने कुराको बारेमा तपाईँ हामी सचेत भएनौँ भने त हैन, हामीले त कसैले रूपान्तरण गर्न सक्दैन।
त्यसैले संसार बदल्नु छ भने अरू दुनियाँलाई बदलिरहनु पर्दैन रे क्या। आफू मात्रै आफूलाई बदल्न सक्यो भनेदेखि बिस्तारै सबैलाई आफैलाई बदल्ने हो भनेदेखि आफै के भयो एकैचोटि 100% के अरे उयो आयो नि त, परिवर्तन आयो नि त। तर आफू अर्कालाई बदल्नका निमित्त पनि फेरि प्रेरणा चाहिँ कसले दिनुपर्छ त भन्दाखेरि चाहिँ तपाईँ हामी बदलेर, तपाईँ हामीले हाम्रो व्यवहारलाई बदलेर, हाम्रो सोचलाई बदलेर, हैन, हाम्रा गतिविधिलाई बदलेर चाहिँ के गर्न सक्नु पर्यो भन्दाखेरि अरूलाई पनि प्रेरणा दिन सक्नु पर्यो। त्यो कुरा गर्न सक्यो भने मात्रै के हुन्छ त भन्दाखेरि अरू पनि हामीलाई फलो गर्नु, हैन। राम्रो कामको चाहिँ फलो गर्न मान्छेलाई गाह्रो हुन्छ, तर एउटाले होइन दुईटाले होइन, हामी धेरै चाहिँ मान्छेले चाहिँ राम्रो काम गर्नका निमित्त चाहिँ हामीले प्रेरणा जगायौँ भनेदेखि पक्कै पनि अरूले पनि त्यसलाई के गर्छन् त भन्दाखेरि बाध्य भएर गर्छन्। तर यहाँ अब अहिले गाडीकै कुरा गर्छु म, फलानाले कुदायो अनि त्यसपछि के गर्ने, मैले पनि के गर्ने, कुदाउने। त एउटाले चोर्यो भने एउटाले फटाइ गर्यो भनेदेखि त्यसको फटाइ देखाएर अर्को फटाइ गरिन्छ भने तपाईँ हामी इमान्दार हो कि होइन त, होइन। त्यसले गर्दाखेरि अघि मैले नराम्रो शब्द पनि प्रयोग गरेँ। यहाँ बजेट आएन भने पनि बजेट आएन, बजेट हालेर गरे पछाडि पनि 4 दिन नपुगिकन बाटोमा कुदाउने मान्छे को, या भात खाने मान्छे बसिया छ कि कस्तो मान्छे बसिया छ। व्यवसाय सबैको व्यवसायको उत्थान होस्, सबैको जीवनको उत्थान होस् भनेर नै त्यो काम गरिएको होला। अनि त्यो गर्नका निमित्त त तपाईँको फुमन्तर जादु गरेर त आज ढलाइ गरेर भोलिपल्टै कुदाउन त कुनै संसारको दुनियाँमा कुनै इन्जिनियरिङ त्यस्तो टेक्नोलोजी पक्कै पनि छैन होला नि त। त्यो भएको कारणले त्यति न्यूनतम यति दिनभित्र चाहिँ हामीले चाहिँ आचार संहितामा बस्नुपर्छ भनेर तपाईँ हामी बस्दैनौँ भनेदेखि चाहिँ अनि हामी कसरी परिवर्तन हुन्छौँ र हामीले भोलिको भविष्यको अपेक्षा के गर्न सकिन्छ, सकिँदैन नि। त्यसले गर्दाखेरि यो भनेर यो भएन भनेर मात्रै भएन कि भएको कुरालाई कसरी संरक्षण गर्ने त, त्यसलाई राम्रोसँगले कसरी कार्यान्वयन गर्ने त भन्ने कुराको जिम्मेवारी तपाईँ हाम्रो हो। त्यसो भएको कारणले गर्दाखेरि मैले त्यो अलिकति बाहिर प्रसङ्ग पनि मैले किन कुरा गरेको भने तपाईँ हामी यो समाजको मान्छे हो, यो समाज तपाईँ हामीले नै कस्तो बनाउने हो यो समाज भन्ने कुराको जिम्मेवारी पनि तपाईँ हाम्रै हो। यहाँ चाहिँ तपाईँको नकारात्मकता नै मात्रै तपाईँको चाहिँ खराबै काम गर्ने मात्रैको बाहुल्यता हो भने यो समाजमा तपाईँ हामी बस्न सकिन्छ न, सकिँदैन। त्यसो भएको कारणले यो समाजलाई बस्न योग्य बनाउने, यो समाजलाई चाहिँ एकदमै शिष्ट मर्यादित बनाउने जिम्मेवारी कसको हो, तपाईँ हाम्रो। त्यसैले त्यो कुराको लागि पनि मैले अलिकति बोलेँ र बाँकी कुरा विषयमा आउँदाखेरि तपाईँले सिक्नु भएको छ, सिकेको कुराबाट सिप सिक्नुभयो, तर त्यो सिप मात्रै सिकेर भएन, होइन। तपाईँको पढेर सर्टिफिकेट मात्रै पाएर चाहिँ तपाईँले कामै गर्नुहुन्न केहीमा भनेदेखि आज तपाईँले प्राप्त गरेको ज्ञान र सर्टिफिकेटले तपाईँको जीवन परिवर्तन हुँदैन। त्यसैले भोलिबाटै तपाईँले एउटाबाट 2टा 3टा 4वटा गर्ने, अरूलाई पनि त्यो प्रेरणा दिने, अरूलाई पनि यसो भए गर्दै गरेकालाई तपाईँले सिकाउने हो भनेदेखि बल्ल अनि मात्रै के हुन्छ त भन्दाखेरि हाम्रो समाज समृद्ध बन्छ, आय स्तर सबैको वृद्धि हुन्छ, पेसा व्यवसायमा हामी जोडिन्छौँ। नामै कार्यक्रमको नामै लघु उद्योग, ठुलो उद्योग होइन, लघु सानो, त्यो सानो उद्योग नगरिकन हामी ठुलो उद्योगपति बन्न पनि सक्दैनौँ। र ठुला उद्योगपतिहरूको इतिहास तपाईँले कुनै पनि उद्योगपतिहरूको इतिहास खोजेर हेर्नुहुन्छ भनेदेखि उनीहरूको थालनी कहाँबाट भएको छ भन्दाखेरि पहिलो पाइलाबाटै भएको छ, अभावबाटै भएको छ, सङ्कटबाटै भएको छ। तर उनीहरूको लामो सङ्घर्ष, लामो निरन्तरता, धैर्यता, दृढताका साथ उनीहरू अगाडि बढेर चाहिँ एउटा उनीहरूले चाहिँ उपलब्धि हासिल गर्ने एउटा निश्चित बिन्दुसम्म पुग्ने हो। त्यसैले त्यो कुरा तपाईँ हामीभित्र जबसम्म पस्दैन, त्यो कुरा जबसम्म तपाईँ हामीले चाहिँ आत्मसात गर्दैनौँ तबसम्म हामीलाई चाहिँ कुनै के दिएर एउटा घाट दिएर कुनै के दिएर चाहिँ केही पनि हुनेवाला छैन। त्यो भएको कारणले यो चाहिँ तपाईँलाई यसो बाटो देखाउने काम हो, तपाईँलाई उत्प्रेरणा जगाउने काम चाहिँ गरेको यो कार्यक्रमको मार्फतबाट। र यसबाट चाहिँ अब कसरी प्रगति गरेर अगाडि जाने भन्ने कुराको जिम्मा तपाईँको, र उद्यमी बन्नुहोस्, उत्पादन गर्नुहोस् र आफ्नो परिवार, हाम्रो समाजलाई चाहिँ एउटा समृद्ध समाज बनाउने एउटा हाम्रो जुन अपेक्षा छ त्यो अपेक्षालाई चाहिँ पुरा गर्नको निमित्त तपाईँ हामी सबै लागेर अगाडि बढौँ।